ओके स्टार्ट भयो होला रेकर्डिङ ल रेकर्डिङ स्टार्ट भयो सुरु गरौँ अब अरु बिस्तारै ओके हामीले अहिलेसम्म के हेर्यौँ भन्दाखेरि च्याप्टर 13 बजेटिङ हेर्यौँ च्याप्टर 14 मा इन्भेस्टमेन्ट अप्रेजल हेर्यौँ त्यसको किट सल्भ गर्यौँ हैन मोस्ट अफ द किटको क्वेसन पनि सल्भ गरिसक्यौँ लङको अब हामी छौँ 15 मा स्ट्यान्डर्ड कस्टिङमा ठीक छ यो बुक यो च्याप्टरको लागि चाहिँ म बुक नहेर्नु भनेर सजेस्ट गर्छु है त्यो बुकको फर्मुला त्यो कन्फ्युजिङ छ मैले अहिलेसम्म बुझेको छैन त्यो बुकको फर्मुला सो हेर्नु पर्दैन यहाँनिर यो नोट्समा फर्मुला छ त्यो हेर्दा हुन्छ है सो सुरु गरौँ फर्स्टमा छ भेरिएन्स भनेर अस्ति पनि हामीले कुरा त गरेको हो भेरिएन्स भनेको के हो भनेर सो वाट इज भेरिएन्स भेरिएन्स भनेको सिम्पली के हो त डिफरेन्स डिफरेन्स के को बिट्विन बजेटेड एन्ड एक्चुअल रिजल्ट हैन डिफरेन्स बिट्विन बजेटेड एन्ड एक्चुअल रिजल्ट इज कल्ड अ भेरिएन्स भेरिएन्स भनेको चाहिँ के रहेछ डिफरेन्स के को त भन्दाखेरि बजेटेड एन्ड एक्चुअल रिजल्टको डिफरेन्स चाहिँ के त भेरिएन्स भयो है अनि यो दुईटा हुन्छ एउटा कि त फेभरेबल हुन्छ कि त एडभर्स अब भनेको यही एक्सपेक्टेसन्स भर्सेस रियालिटी जस्तै हो हैन एक्सपेक्टेसन्स भनेको तपाईको बजेट हो रियालिटी भनेको एक्चुअल हो तपाईले सोचेको एक्सपेक्टेसन्स भन्दा रियालिटी राम्रो भयो भने त्यो के फेभरेबल कि एडभर्स त फेभरेबल हैन सोचेको भन्दा नराम्रो भयो भने एडभर्स अर्को कम्पनीको पोइन्ट अफ भ्यूबाट हेर्दा चाहिँ के हेरिन्छ कम्पनीको यदि प्रॉफिट बढ्छ भने पछाडी फेभरेबल घट्छ भने पछाडी एडभर्स जस्तै खर्चको कुरा गर्दाखेरि तपाईले सोचेको भन्दा बढी खर्च लाग्यो बढी खर्च लाग्यो भनेपछि त प्रॉफिट के हुन्छ त कम्पनीको घट्छ एडभर्स त्यही ठाउँमा अब सेल्सको कुरा गर्दाखेरि चाहिँ तपाईले सोचेको भन्दा बढी सेल्स भयो भने तपाईको प्रॉफिट के हुन्छ त बढ्छ त्यो चाहिँ के त फेभरेबल दुईटा पार्ट हेर्नु पर्यो एउटा कस्टको अर्को सेल्सको कस्ट खर्च चाहिँ सोचेको भन्दा कम लाग्यो भने राम्रो सेल्स चाहिँ सोचेको भन्दा बढी भयो भने राम्रो अब यहाँनिर हामीले हेर्ने भेरिएन्स के छ त भन्दाखेरि कस्ट भेरिएन्स कस्ट अफ ब्रेकडाउन थाहा छ होला मटेरियल लेबर ओभरहेड ओभरहेडलाई दुईटा पार्टमा डिभाइडेड छ एउटा भेरिएबल ओभरहेड अर्को फिक्स्ड ओभरहेड है अनि अर्को चाहिँ सेल्स भेरिएन्स छ सेल्स भेरिएन्सलाई पनि दुईटा भेरिएन्समा डिभाइडेड सेल्स प्राइस भेरिएन्स अर्को सेल्स भोल्युम भेरिएन्स हैन अझै भोल्युम भेरिएन्सलाई चाहिँ दुईटा पार्टमा डिभाइड गरेको छ सेल्स भोल्युम प्रॉफिट भेरिएन्स अर्को सेल्स भोल्युम कन्ट्रिब्युसन भेरिएन्स है प्रॉफिट यदि एब्जर्प्सन कस्टिङ युज गर्दैछौँ भने प्रॉफिटको कुरा आउँछ मार्जिनल कस्टिङ युज गर्दैछौँ भने के को कुरा आउँछ कन्ट्रिब्युसनको अब यो कस्ट भित्र पनि मटेरियल भित्र के भेरिएन्स छ मटेरियल प्राइस भेरिएन्स मटेरियल युजेज भेरिएन्स लेबरको लेबर रेट लेबर इफिसिएन्सी भेरिएबलको भेरिएबल अर्को फिक्स्ड ओभरहेड भोल्युम भेरिएन्स छ यही भेरिएन्सको भनेको के हो थाहा हुनु पर्यो एन्ड क्याल्कुलेसन कसरी गर्ने थाहा हुनु पर्यो एन्ड 90% अफ यो च्याप्टर सकियो यतिमै सो यो क्वेसन छ यो क्वेसन सायद राख्नु पर्दैन त्यो पीडीएफ छ नि है ग्रुपमा त्यो आ होला अब यो हरेक भेरिएन्स बुझ्दै त्यसको क्वेसन सल्भ गर्दै गरौँ यहीबाट है सो फर्स्टमा जाम मटेरियल प्राइस भेरिएन्स अनि यो हेर्दा मात्र कम्प्लिकेटेड च्याप्टर छ बट सबै यसको नाममै क्लियर छ कि नाम के छ मटेरियल को प्राइसको भेरिएन्स हैन तपाईले मटेरियलको प्राइसको एउटा एक्सपेक्ट गर्नु भएको थियो होला यति लाग्छ खर्च भनेर एन्ड एक्चुअलमा अर्को लाग्दियो त्यो दुईटाको डिफरेन्स नै के हो त मटेरियल प्राइस भेरिएन्स ठीक छ यसले के भन्छ इट टेल्स अ कम्पनी हाउ मच प्राइस वी एक्सपेक्टेड टु पे फर मटेरियल एन्ड हाउ मच प्राइस वी एक्चुअली पेड तपाईले सोच्नु भएको थियो 2 पर केजी तिर्छु तर तिर्नु पर्यो 2.5 केजी यसको डिफरेन्स नै के हो त मटेरियल प्राइस भेरिएन्स ठीक छ मेटल प्राइस भेरिएन्समा अब यसको फर्मुला के छ त एक्चुअल क्वान्टिटी कन्ज्युम्ड इन्टु बजेटेड प्राइस पर केजी माइनस एक्चुअल प्राइस पर केजी ठीक छ ओके सार्न टाइम चाहिन्छ भने सार्ने भयो अब अर्को छ मटेरियल युजेज भेरिएन्स सो मटेरियल यति युज हुन्छ सोच्नु भएको थियो होला मेबी त्यो सोचेको भन्दा कम वा बढी युज भयो
त्यो डिफरेन्स नै के हो त मेटेरियल युजेस इट टेल्स अ कम्पनी हाउ मच युजेस वी प्लान एन्ड हाउ मच मेटेरियल वी एक्चुअली युज होइन कति केजी लाग्छ सोच्नु भएको थियो एन्ड एक्चुअलमा कति लाग्यो फर्मुला बजेटेड प्राइस पर केजी मल्टिप्लाइड बाई स्ट्यान्डर्ड क्वान्टिटी माइनस एक्चुअल क्वान्टिटी एन्ड स्ट्यान्डर्ड क्वान्टिटी कसरी निकालिन्छ त भन्दाखेरि एक्चुअल युनिट प्रोड्युस्ड इन्टु बजेटेड क्वान्टिटी पर युनिट ठिक छ यसमा के थाहा हुनु पर्यो यो भनेको के हो एन्ड यसको फर्मुला थाहा हुने बित्तिकै सल्भ गर्न त सकिहालिन्छ भयो अब एकचोटि त्यो क्वेसनबाट ट्राई गर्नु त एकचोटि तपाईँहरूको निस्किन्छ कि निस्किँदैन मेटेरियल प्राइस भेरिएन्स क्वेसन यता माथि छ ओके एकचोटि क्वेसन पनि बुझाइदिन्छु म फलोइङ डेटा रिलेट्स टु अ कम्पनी एउटा कम्पनीको डेटा दिएछ एन्ड तपाईँलाई बजेट दिएको छ बजेटेड प्रोडक्सन 4000 सेल्स 4000 युनिट अनि मेटेरियल कति युज हुन्छ त 25 केजी भनेको एक युनिटमा 25 केजी युज हुन्छ एन्ड एक केजीको कति 3.2 पर केजी अनि एक केजीको 3.2 पर केजी पर्छ सो यो दुईटा मल्टिप्लाई गर्दा कति आउँछ 80 युनिट सो एक घन्टाको लेबरहरूलाई $8 पे गर्नुपर्छ सो एक युनिट बनाउनलाई $32 लाग्छ भेरिएबल ओभरहेड त्यही 4 घन्टा रेट 416 फिक्स्ड ओभरहेड 416 मल्टिप्लाई गर्दा 64 अनि प्लान्ट सेलिङ प्राइस चाहिँ कति छ 220 पर युनिट एन्ड तल चाहिँ दिएको छ एक्चुअल रिजल्ट कति 3600 युनिट्स प्रोड्युस भयो बेचियो 3200 मात्र जब हाम्रो प्लान थियो 4000 को कतिमा भन्दाखेरि 7,20,000 मा अब पर युनिट यहाँ तपाईँलाई निकालेर राखिदिएकै छ हैन 7,20,000 मा बेच्यो कति 3200 युनिट भनेपछि एक युनिट कतिमा बेच्यो भन्ने निकाल्नलाई के गर्नु पर्यो त 7,20,000 डिभाइड बाइ 3200 गर्दा 225 मा आउने रहेछ त्यस पछाडि एक्चुअलमा मेटेरियल युज भयो 80,000 केजी वाज कन्ज्युम्ड एन्ड पर्चेज एट अ टोटल मेटेरियल कति किन्दाखेरि 80,000 केजी किन्दाखेरि सो पर युनिटको निकाल्नलाई 2,80,000 डिभाइड बाइ 80,000 गर्दा 3.5 आई थिंक पर केजी केजीको एक्चुअलमा 3.5 लाग्यो एन्ड लेबर आवर 16,000 युज भयो टोटल खर्च 1,12,000 यहाँ पनि पर युनिट निकाल्नलाई त्यही 1,12,000 डिभाइड बाइ 16,000 गर्दा $7 आयो भेरिएबल ओभरहेड 60,000 फिक्स्ड ओभरहेड 1,96,000 छ अब सबै भेरिएन्स निकाल्नु भनेको छ सबै भेरिएन्स मध्ये अहिले हामी दुईटा भेरिएन्समा काम गर्दैछौँ मेटेरियल प्राइस एन्ड मेटेरियल युजेस भेरिएन्समा कति आयो यसको एन्सर प्राइसको आयो छैन यो त अनलाइनमा ओके आएन भने केही छैन अब हेरौँ मेटेरियल प्राइस भेरिएन्स सिम्पल फर्मुला राख्ने एक्चुअल क्वान्टिटी कन्ज्युम्ड एक्चुअलमा कति क्वान्टिटी कन्ज्युम्ड भएको छ त त्यो क्वेसनबाट भन्नु त हेरेर कति 80,000 केजी 80,000 केजी मल्टिप्लाइड बाई बजेटेड प्राइस पर केजी कति छ हामी मेटेरियलको हेर्दैछौँ सो बजेटमा जाऊँ बजेटमा मेटेरियलमा 25 केजी रेट कति छ 3.2 सो त्यही लाग्ने बजेटेड प्राइस पर केजी कति 3.2 माइनस अघि भर्खर 3.5 थियो गर्दा कति आउँछ
0.3 36 होइन 24 चाहिँ आउँछ होला 24 फेभरेबल कि एडभर्स एडभर्स अब एडभर्स किन भन्दाखेरि लोजिकल्ली फर्स्टमा बुझौँ काम लागेन भने पछि रट्दिँदा भयो सो हामीले बजेट सोचेको के थियौँ कति लाग्छ 1 केजीको कति लाग्छ सोचेको थियौँ हामीले तर एक्चुअलमा कति लाग्यो सोचेको भन्दा खर्च कम कि बढी सोचेको भन्दा बढी भनेको नराम्रो हो नि त हैन कम्पनीको लागि नराम्रो सो त्यो के भयो त एडभर्स यो लोजिकल भयो अब एक्जाम यत्रो लोजिकल सोच्नु छैन भनेपछि सिधै 3.2 माइनस 3.5 कति हुन्छ माइनस 0.3 हुन्छ अनि यो सल्भ गर्दा तपाईँको एन्सर माइनस 24,000 आउँछ हैन सो यदि मैले दिएको यो जुन फर्मुलाहरू याद गरेर जानुहुन्छ भने यो फर्मुला चाहिँ एउटा के छ त तपाईँको एन्सर यदि माइनसमा आउँछ भने पछाडि एडभर्स प्लसमा आउँछ भने फेभरेबल अर्को सिम्पल है यसको डिफ्रेन्ट फर्मुला हुन्छ है अब त्यो बुकमा हेर्नु भने मेबी डिफ्रेन्ट केस हुनसक्छ बट यहाँ यदि मैले दिएको फर्मुला याद गरेर जानुहुन्छ भने पछाडि चाहिँ माइनस आउँछ एडभर्स प्लस आउँछ फेभरेबल भयो प्राइस मेटेरियल प्राइस भेरिएन्स बुझ्यो यो अब त्यस पछाडि जाम युजेजमा युजेजमा के छ त हामीले कति युज गर्छौँ सोचेको थियौँ एन्ड कति युज गर्यौँ सो यहाँनिर बजेटेड प्राइस पर केजी चाहियो अब यहीँनिरबाट बजेटेड प्राइस पर केजी कति थियो 3.2 मल्टिप्लाइड बाई स्ट्यान्डर्ड क्वान्टिटी चाहियो एकछिन छोडिदिने यसको लागि माइनस एक्चुअल क्वान्टिटी कति थियो यहीँको तान्दिने यहीँ एक्चुअल क्वान्टिटी राख्यो हो नि त यहाँ पनि कति 80,000 अब स्ट्यान्डर्ड क्वान्टिटी चाहिँ कसरी निकालिन्छ एक्चुअल युनिट प्रोड्युस्ड एक्चुअल युनिट कति प्रोड्युस गरेछ 3600 ओके मल्टिप्लाइड बाई बजेटेड क्वान्टिटी पर युनिट कति थियो माथि बजेटेड यो हेर्नु पर्यो यसको लागि चाहिँ एक युनिटको लागि कति केजी लाग्छ 25 केजी सो 3600 इन्टु 25 गर्नु पर्यो कति आउँछ कति 90,000 90,000 त्यो सिधै बजेटेड ल्याएर राख्ने होइन है यहाँ चाहिँ के राख्नु पर्यो स्ट्यान्डर्ड क्वान्टिटी लोजिक भनेको त्यही सेम हो त्यो फ्लेक्स बजेटमा जस्तै कम्पेरिजन के हुन्छ को युजेज ल्याएर मैले जोडेँ भने त बजेटेडमा त प्रोडक्सन कति छ 4,000 अनि एक्चुअलमा प्रोडक्सन कति भएको छ 3600 सो 4,000 को मेटेरियल र 3600 को मेटेरियलको कम्पेयर गर्न मिल्छ त त्यसको लागि चाहिँ हामीलाई के चाहिन्छ स्ट्यान्डर्ड क्वान्टिटी जहाँनिर युनिट चाहिँ हामी एक्चुअल लिन्छौँ रेट चाहिँ के लिन्छौँ पर युनिट चाहिँ के लिन्छौँ पर केजी चाहिँ के लिन्छौँ बजेटको लिन्छौँ सो अब हामीले सोचे अनुसार कति लाग्थ्यो लाग्नुपर्ने हो मेटेरियल 90,000 तर लाग्यो कति 80,000 सोचेको भन्दा कम लाग्यो कि बढी मेटेरियल कम लाग्यो भनेपछि खर्च पनि कम हुन्छ कि बढी कमै हुन्छ सो यो के भयो त फेभरेबल भयो कति 32 अर्को भनेको सल्भ गर्दाखेरि तपाईँको एन्सर प्लसमा आउँछ यहाँनिर हैन त्यसरी पनि के भयो फेभरेबल दुईटा तरिकाले हेर्न सक्नु एउटा लोजिकल्ली हेर्दा भयो त्यो दिमागै लाउनु छैन मलाई भने पछाडि सिधै माइनस आउँछ एडभर्स प्लस आउँछ फेभरेबल भयो नेक्स्टमा जाँदा हुन्छ अब यो भयो भने पछाडि यो फर्मुला अब यो दुईटा याद भएपछि भने अब हेर्दै जानु अरू फर्मुला सेम ठ्याक्कै त्यस्तै खालको छ यहाँ हेर्नु है माथि मेटेरियल प्राइसमा अगाडि के युज गरेको थियौँ एक्चुअल क्वान्टिटी युज गरेको थियौँ यहाँ के छ एक्चुअल आवर्स वर्क किनकि लेबरमा त आवर हुन्छ नि त इन्टु के थियो त्यहाँनिर माथि बजेटेड रेट पर केजी यहाँ पनि के छ बजेटेड रेट पर आवर माइनस त्यहाँ पनि माइनस के थियो एक्चुअल रेट पर केजी थियो यहाँनिर एक्चुअल रेट पर आवर सेम छ कि एउटा याद भएपछि अर्को यसको पनि फर्स्टमा के थियो त्यहाँ बजेटेड रेट पर केजी यहाँ बजेटेड लेबर आवर इन्टु त्यहाँ पनि स्ट्यान्डर्ड यहाँ पनि स्ट्यान्डर्ड माइनस त्यहाँ पनि माइनस माथि एक्चुअल यहाँ पनि एक्चुअल जस्ट फरक के त मेटेरियलमा केजी हुन्छ लेबरमा के हुन्छ आवर्स हुन्छ
अब हेरौँ यो भनेको चाहिँ के हो त लेबर रेट भेरिएन्स अब त थाहा भइसक्यो होला लेबरको रेटको भेरिएन्स होइन हामीले सोचेको थियौँ होला लेबरलाई घन्टाको यति पे गर्छौँ एन्ड एक्चुअलमा चाहिँ अर्कै रेट पे गर्नु पर्यो त्यो जुन डिफरेन्स छ त्यो चाहिँ के हो त लेबर रेट भेरिएन्स इट टेल्स अ कम्पनी वाट रेट वी एक्सपेक्टेड टु पे टु वर्कर्स एन्ड वाट रेट वी एक्चुअली पेड कति तिर्ने सोचेको थियौँ एन्ड एक्चुअलमा कति पे गर्नु पर्यो एन्ड यो फर्मुला त मैले भनिहालेँ लेबर इफिसियन्सी भेरिएन्समा अब इफिसियन्सीको कुरा भनेको चाहिँ अब हामीले कति टाइममा चाहिँ काम सकाउँछ सोचेको थियौँ एन्ड उसले एक्चुअलमा कति टाइम लगायो त्यो दुइटाको डिफरेन्स इट टेल्स अ कम्पनी हाउ मेनी आवर्स वी प्लान टु वर्क एन्ड हाउ मेनी आवर्स वी एक्चुअली वर्क होइन कुनै एउटा कामलाई हामीले सोच्यौँ अरे 10 घन्टामा सकिन्छ तर त्यो 14 घन्टा लाग्थ्यो अरे भनेपछि 4 घन्टा बढी लाग्यो नि त होइन त्यो भनेपछि के बुझिन्छ लेस इफिसियन्ट छ भन्ने बुझिन्छ होइन तर सोच्नु भएको थियो 10 घन्टा लाग्छ तर 8 घन्टामै सक्यो भनेपछि के बुझिन्छ बढी इफिसियन्ट छ इफिसियन्सी राम्रो छ सो सेम अब यो चाहिँ ट्राई गर्नु यो चाहिँ तपाईँहरूबाट चाहियो एन्सर दुइटैको लेबर रेट लेबर इफिसियन्सी आयो लेबर रेट भेरिएन्स यता अनलाइनबाट पनि चाहियो है एन्सर अनि थाहा हुन्छ बल्ल बुझ्नुभयो कि नै भनेर ओके भयो यो एक्चुअल आवर्स वर्क कति छ 16,000 लेबर कति एक्चुअलमा 16,000 आवर्स
16,000 अनि इन्टु बजेटेड लेबर रेट पर आवर कति छ घन्टाको कति पे गर्छ 8 एन्ड एक्चुअल लेबर रेट पर आवर 16,000 आउँछ फेभरेबल के एडभर्स किन एन्सर प्लसमा छ अर्को रिजन मेन रिजन भनेको चाहिँ के त 8 तिर्नुपर्छ सोचेको थियौँ 7 मात्र तिर्नु पर्यो $1 बच्यो बच्नु मतलब कम्पनीको लागि फाइदा सो फेभरेबल अब यसमा जाम बजेटेड लेबर रेट पर आवर हैन यो गरेपछि त आधी यतै हुन्छ यहाँनेरि 8 हो मल्टिप्लाइड बाइ स्ट्यान्डर्डलाई एकछिन छोड्दिम एक्चुअल कति 16,000 एक्चुअल युनिट प्रोड्युस्ड 3600 हैन त इन्टु बजेटेड आवर्स पर युनिट कति छ 4 छ जस्तो लाग्यो हो कति आउँछ 14,000 सल्भ गर्दा कति आउँछ 12,000 फेभरेबल के एडभर्स एडभर्स हैन 14,000 घण्टामा सकिनु पर्ने काम कति लाग्यो 16,000 इनइफिसिएन्ट छन् हैन भनेको एडभर्स अब जाम सेल्स प्राइस भेरिएन्स अर्को सेल्स भोल्युम भेरिएन्स सेल्स प्राइस भेरिएन्स ले चाहिँ इट टेल्स अ कम्पनी व्हाट प्राइस वी प्लान टु चार्ज एन्ड व्हाट प्राइस वी एक्चुअली चार्ज हैन कतिमा बेच्ने सोचेको थियौं एन्ड एक्चुअलमा कतिमा बेच राम्रो कि नराम्रो राम्रो सोचेको भन्दा कममा बेच्यो भने चाहिँ यहाँनेरि नराम्रो किनकि रेभेन्यूको कुरा हो नि त यहाँ फर्मुला के छ सेल्स प्राइस भेरिएन्स भनेको चाहिँ एक्चुअल युनिट सोल्ड इन्टु एक्चुअल सेलिङ प्राइस युनिट माइनस बजेटेड सेलिङ प्राइस पर युनिट ठीक छ यसको निकाल्दिहालौँ सिधै एक्चुअल युनिट सोल्ड कति छ $3,200 हो यसमा चाहिँ झुकिनु भएन है त्यो 3,600 चाहिँ प्रोडक्सन हो सेल्स त कति मात्र गरेको छ 3200 मात्र एक्चुअल सेलिङ प्राइस पर युनिट कति छ 220 एक्चुअल 22 बजेटेड 2 भनेको कति हुन्छ 5 5 to 10 5 to 15 16 16,000 फेभरेबल के एडभर्स बीसमा बेच्ने सोचेको थियौँ 225 मा बेच्यौँ हैन 5 बढीमा बेच्यौँ भने पछाडि अर्को भनेको एन्सरबाट पनि थाहा भइहाल्यो अब सेल्स भोल्युम भेरिएन्समा चाहिँ के छ इट टेल्स अ कम्पनी हाउ मेनी युनिट्स आर प्लान्ड टु सेल एन्ड हाउ मेनी युनिट्स वेयर एक्चुअली सोल्ड यहाँ चाहिँ भोल्युमको कुरा कति युनिट बेच्ने सोचेको थियौँ एन्ड एक्चुअलमा कति बिक्यो त्यो कुरा भन्छ यो चाहिँ दुईटा पार्टमा डिभाइडेड छ सेल्स भोल्युम प्रॉफिट भेरिएन्स अर्को सेल्स भोल्युम कन्ट्रिब्युसन भेरिएन्स अब प्रॉफिट र कन्ट्रिब्युसन बुझौँ सुरुमा कस्तो हुन्छ भने जब सेल्समा अल भेरिएबल कस्ट घट्छ के आउँछ हाम्रो कन्ट्रिब्युसन आउँछ ठीक छ यो चाहिँ कुन केसमा युज हुन्छ मार्जिनल कस्टिङ युज हुँदैछ भने एब्जर्प्सन छ भने चाहिँ हो अब सेल्समा सबै भेरिएबल कस्ट घटिसक्यो भनेपछि घट्न बाँकीको बचेको के त फिक्स्ड कस्ट सो कन्ट्रिब्युसनमा अब के घट्यो भने फिक्स्ड कस्टलाई घटाइदियो भने के आउँछ प्रॉफिट आउँछ ठीक छ सेल्समा सबै भेरिएबल कस्ट घटायो कन्ट्रिब्युसन कन्ट्रिब्युसनमा फिक्स्ड कस्ट घटायो भने के आउँछ प्रॉफिट आउँछ सो फर्मुला हेरौँ बजेटेड प्रॉफिट पर युनिट इन्टु एक्चुअल सेल्स युनिट माइनस बजेटेड सेल्स युनिट दुईटैको फर्मुला सेम छ एक्चुअल सेल्स युनिट सेम भयो माइनस माइनस बजेटेड सेल्स युनिट यहाँ फरक के त प्रॉफिट र कन्ट्रिब्युसन यहाँ चाहिँ प्रॉफिट पर युनिट युज हुन्छ यहाँ चाहिँ बजेटेड कन्ट्रिब्युसन पर युनिट हैन अब यो कसरी निकालिन्छ हेरौँ बजेटेड पर युनिटमा चाहिँ बजेटेड र स्ट्यान्डर्ड भनेको सेम हो है जस्तै स्ट्यान्डर्ड भने पनि भयो वा बजेटेड सेलिङ प्राइस पर युनिट राख्नुहुन्छ यसमा के घटाउनुहुन्छ मटेरियल कस्ट पर युनिट घटाउनुहुन्छ त्यसपछि लेबर कस्ट पर युनिट त्यसमा के भेरिएबल ओभरहेड कस्ट पर युनिट घटाएपछि के आउँछ हाम्रो कन्ट्रिब्युसन आउँछ यसमा स्ट्यान्डर्ड फिक्स्ड ओभरहेड पर युनिट घटाएपछि चाहिँ के आउँछ स्ट्यान्डर्ड प्रॉफिट पर युनिट माथिको केसमा निकालेर हेरौँ सेलिङ प्राइस पर युनिट कति छ
स्ट्यान्डर्ड भनेको यहाँ बजेटेड हो कति 220 म्याटेरियल सबै बजेटेड हेर्नु पर्यो यसको लागि प्रफिट बजेट 3.2 त पर केजी होला पर युनिट चाहिँ 25 कहाँ दिएकै छ यो चाहिँ होला नि यो चाहिँ पर केजी हो यो चाहिँ के हो युनिटको कहाँ छ मामी अब त्यो भन्दै जानु कति 80 छ अर्को 32 16 यदि घटाम कति आउँछ नाइन्टी टू अब फिक्स्ड ओभरहेड पर युनिट कति छ 6 अब यहाँनिर कति लगेर राखिदिने यहाँ 92 राखिदिने ए सरी यहाँ चाहिँ 92 राख्ने यहाँ कन्ट्रिब्युसन हो यहाँ चाहिँ कति राख्ने 28 राख्ने मल्टिप्लाई मल्टिप्लाई एक्चुअल सेल्स युनिट कति थियो 3200 माइनस माइनस बजेट कति 4000 कति 4000 सल्भ गरौँ कति आउँछ अब यो माथि 800 इन्टु 28 गरौँ तल 800 इन्टु 92 20400 64 16 22 चाहिँ होला कति आउँछ यति नै हो 800 इन्टु 28 22,400 फेभरेबल के 8 वर्ष 8 वर्ष यहाँ चाहिँ हैन किन भन्दाखेरि हामीले कति बेच्ने प्लान गरेको 4000 युनिट बेच्ने प्लान गरेको हैन बिजनेस भनेको के हो त इट्स अल अबाउट सेल्स सो तपाईको सेल चाहिँ भइरा छैन भनेपछि त नराम्रो सो बजेटेड कति 4000 तपाईको बिको कति मात्र 3200 मात्र सोचेको भन्दा 8 चाहिँ कम बिग्रिरहेछ दैट इज 8 वर्ष यहाँ पनि 8 वर्षै हो अब कति हुन्छ 800 इन्टु 92 कति 73 यति आउँछ ओके भयो हामीले कतिवटा 6वटा भेरिएन्स भइसक्यो अब यसमा केही कन्फ्युजन छ भने भन्नु अब छैन भने एकचोटि सर हेरौँ अहिलेसम्म हामीले के हेर्यौँ ठिक छ हामीले स्ट्यान्डर्ड कस्टिङ स्टार्ट गर्यौँ हैन स्ट्यान्डर्ड कस्ट भनेको के हो मैले अहिलेसम्म भनेको छैन तपाईहरुलाई त्यो लास्टमा आउँछ सिधै हामी जम्प गर्यौँ भेरिएन्समा भेरिएन्स भनेको डिफरेन्स बजेटेड एन्ड एक्चुअल रिजल्टको डिफरेन्स एन्ड डिफरेन्स जहिले पनि के हुन्छ त कि त फेभरेबल हुन सक्छ कि त एडभर्स तपाईले सोचेको भन्दा राम्रो भइराछ भने फेभरेबल सोचेको भन्दा नराम्रो भइराछ भने एडभर्स दुईटा भेरिएन्समा डिभाइडेड छ एउटा कस्ट भेरिएन्स अर्को सेल्स भेरिएन्स कस्ट भित्र आउँछ मटेरियल लेबर भेरिएबल फिक्स्ड ओभरहेड सेल्स भित्र आउँछ सेल्स प्राइस र सेल्स भोल्युम मटेरियललाई पनि ब्रेकडाउन गरेको छ मटेरियल प्राइस भेरिएन्स मटेरियल युजेज लेबरलाई लेबर रेट लेबर एफिसिएन्सी भेरिएबल ओभरहेडलाई भेरिएबल ओभरहेड एक्सपेन्डिचर एफिसिएन्सी फिक्स्ड ओभरहेडलाई फिक्स्ड ओभरहेड एक्सपेन्डिचर अर्को फिक्स्ड ओभरहेड भोल्युम भेरिएन्स सो सेल्स भेरिएन्समा चाहिँ सेल्स प्राइस भेरिएन्स सेल्स भोल्युमलाई चाहिँ प्रोफिट र कन्ट्रिब्युसनमा डिभाइड गरेछ त्यो मध्ये हामीले 6वटा हेरिसक्यौँ ठीक छ अब जाम अर्को केमा भेरिएबल ओभरहेड एक्सपेन्डिचर भेरिएन्समा हैन यो भनेको अब त्यही भेरिएबल ओभरहेड भेरिएबल ओभरहेड माइनस एक्चुअल भेरिएबल ओभरहेड एन्ड स्ट्यान्डर्ड निकाल्न चाहिँ फेरि त्यही हो एक्चुअल आवर्स वर्क मल्टिप्लाइड बाइ स्ट्यान्डर्ड भेरिएबल ओभरहेड रेट पर आवर ठीक छ जहाँ पनि टोटलमा चाहिँ स्ट्यान्डर्ड निकाल्नु पर्ने हुन्छ नि त्यहाँनिर एउटा चाहिँ एक्चुअल युज हुन्छ अर्को चाहिँ बजेटेड युज हुन्छ भेरिएबल ओभरहेड इफिसिएन्सीको लागि स्ट्यान्डर्ड ओभरहेड रेट पर आवर माइनस सरी इन्टु स्ट्यान्डर्ड आवर वर्क माइनस एक्चुअल आवर्स वर्क यो निकालौँ एक्चुअल भेरिएबल ओभरहेड कति छ सिधै डलरमा
कति 60,000। अब स्ट्यान्डर्ड निकालौँ। एक्चुअल आवर्स वर्क कति छ हामीले लेबरमा लिएनौँ र त्यो लेबरवाला हेर्दा हुन्छ। एक्चुअल आवर्स वर्क कति एन्ड स्ट्यान्डर्ड भेरिएबल ओभरहेड रेट पर आवर कति छ कति आउँछ यो 64 कति आयो हाम्रो 4000 फेभरेबल। किनकि हामीले स्ट्यान्डर्ड भनेको चाहिँ अब सोचे अनुसार कति खर्च लाग्थ्यो भेरिएबल ओभरहेडमा 64,000 लाग्नु पनि तर एक्चुअलमा 60 मात्र लाग्यो 4000 कम लाग्यो। अब यता भेरिएबल ओभरहेड इफिसियन्सीमा स्ट्यान्डर्ड ओभरहेड रेट पर आवर कति छ यहाँ भर्खरै आएको 4 मल्टिप्लाइड बाइ स्ट्यान्डर्ड आवर्स वर्क कति छ माइनस एक्चुअल आवर वर्क। एक्चुअल आवर वर्क त कति छ यता 16,000 होइन यो त निकाल्नु पर्छ त्यो एक्चुअल युनिट इन्टु गर अघि लेबरमा निकालेको थियौँ नि हामीले ठ्याक्कै त्यही राख्दिन हुन्छ यहाँ त। स्ट्यान्डर्ड आवर्स वर्क अघि नै निकालिसकेका छौँ कि हामीले यहाँ 14,400 त्यो कसरी निकालेको थियौँ याद छ एक्चुअल युनिट प्रोड्युस मल्टिप्लाइड बाइ बजेटेड आवर्स पर 14,400 कति आयो 1600 इन्टु 4 किनकि हामीले सोचे अनुसार कति घण्टा लाग्नुपर्ने हो 14,400 तर एक्चुअलमा कति लाग्यो 16,000 लाग्यो होइन सोचेको भन्दा बढी लाग्यो नि त। सो इफिसियन्सी कम छ 8%। अब फिक्स्ड ओभरहेड एक्सपेन्डिचरमा पनि यहाँ पनि सिम्पल छ। अब यहाँनिर बजेटेड फिक्स्ड ओभरहेड माइनस एक्चुअल फिक्स्ड ओभरहेड। अब बजेटेड र उसमा चाहिँ नझुकिनु है स्ट्यान्डर्डमा स्ट्यान्डर्ड चाहिँ निकाल्नुपर्छ। अब बजेटेडको चाहिँ कसरी निक्लिन्छ बजेटेड रेट इन्टु बजेटेड प्रोडक्सन। बजेटेड प्रोडक्सन कति छ 4,000 एन्ड बजेटेड रेट कति छ फिक्स्ड ओभरहेडको कति युनिटमा किनकि यो प्रोडक्सन 4,000 त युनिट लिएको हो नि त हामीले होइन युनिटमा फिक्स्ड ओभरहेड कति 64 पर आवरमा जाने हो भने चाहिँ 16 भयो तर हामीले त प्रोडक्सन के को लिइरहेको छौँ युनिटको लिइरहेको छौँ नि त। सो रेट पनि युनिटको लिनु पर्यो 64 कति हुन्छ 16 64 24 25 सो कति 256,000 माइनस एक्चुअल फिक्स्ड ओभरहेड कति छ 1,96,000 कति हुन्छ डिफरेन्स कति कुनै जिरो हाल्न छुट्यो होला 60,000 हुनुपर्ने हो 60,000 फेभरेबल कि एडभर्स फेभरेबल। बजेट अनुसार हामीले कति 2,56,000 बजेट छुट्याएको थियौँ तर हामीले 1,96,000मै काम सकाइदियौँ। अब फिक्स्ड ओभरहेड भोल्युम भेरिएन्समा फिक्स्ड ओभरहेड बजेटेड रेट पर युनिट कति छ त त्यही 64 नै इन्टु एक्चुअल प्रोडक्सन कति 3200 माइनस यता कति सरी प्रोडक्सन त 3600 चाहिँ होला एक्चुअल कति छ 3600 यता चाहिँ 4,000 कति 400 64 इन्टु 400 25,600 फेभरेबल कि एडभर्स भयो। अब कहिलेकाहीँ फिक्स्ड ओभरहेड भोल्युम भेरिएन्सलाई चाहिँ दुईटा पार्टमा डिभाइड गरेको हुनसक्छ एउटा फिक्स्ड ओभरहेड क्यापेसिटी भेरिएन्स अर्को फिक्स्ड ओभरहेड इफिसियन्सी भेरिएन्स होइन। यसको फर्मुला याद राख्न सजिलो छ त्योवाला याद छ तपाईहरुलाई
त्यो ऐसा कब पोसिबल होगा वाला छैन लेबर च्याप्टरमा छ नि इफिसियन्सी रेसियो क्यापेसिटी रेसियो एन्ड प्रोडक्सन भोल्युम रेसियो त्यसको फर्मुला याद छ हैन त्यसको लागि चाहिँ याद राख्ने ऐसा कब पोसिबल होगा याद राख्ने सो ई भनेको इफिसियन्सी यसको फर्मुला के त स्ट्यान्डर्ड बाइ एक्चुअल सी भनेको क्यापेसिटी फर्मुला के एक्चुअल बाइ पी भनेको प्रोडक्सन भोल्युम यसको फर्मुला के स्ट्यान्डर्ड बाइ बजेटेड यति हो त्यसको हैन त्यस्तै यहाँ फिक्स्ड ओभरहेड क्यापेसिटी भेरिएन्स अर्को फिक्स्ड ओभरहेड इफिसियन्सी भेरिएन्स क्यापेसिटी भनेको सी हो सी मा के त्यो कप भनेको सीएबी एक्चुअल माइनस बजेटेड यहाँनिर इफिसियन्सी भनेको एसआईएसए स्ट्यान्डर्ड माइनस एक्चुअल ठीक छ अगाडि त दुईटामा सेम युज हुन्छ फिक्स्ड ओभरहेड बजेटेड रेट पर आवर फिक्स्ड ओभरहेड बजेटेड रेट पर आवर अब यो दुईटामा डिफरेन्स के भयो त भन्दाखेरि यहाँ रेट पर युनिट लिइरहेको छु यहाँ चाहिँ रेट पर यो चाहिँ ध्यान दिनु पर्यो ठीक छ सो अब निकालौँ फिक्स्ड ओभरहेड क्यापेसिटी भेरिएन्स कति आउँछ फिक्स्ड ओभरहेड बजेटेड रेट पर आवर कति छ अब चाहिँ त्यो 16 लिन्छौँ सायद 16 इन्टु एक्चुअल आवर्स कति छ कति पर आवर टोटलमा एक्चुअल आवर्स दिएको छैन ए 16,000 आवर्स छ त ठीक छ त्यही माथि लेबर के लिने आवर्स अब लेबर के त हुन्छ कति 16,000 आवर्स बजेटेड आवर्स बजेटमा प्रोडक्सन कति थियो 4,000 थियो अनि पर आवर कति त्यहाँ चाहिँ 4 आवर कति फोफो चाहिँ कति हुन्छ 16 नै सो यहाँ भेरिएन्स कति आयो 0 अब यहाँनिर फिक्स्ड ओभरहेड बजेटेड रेट पर आवर कति हो 16 नै हो स्ट्यान्डर्ड आवर्स वर्क माइनस एक्चुअल आवर्स वर्क सो एक्चुअल आवर्स वर्क त कति छ 16,000 नै भयो स्ट्यान्डर्ड आवर्स वर्क त अघि हामीले निकालिसक्यौँ 14,000 कति आउँछ यो सल्भ गर्दाखेरि $25,000 फेभरेबल कि एडभर्स एडभर्स अनि ध्यान दिनु पर्यो 0 आयो भने यतिकै 0 भयो अब एउटा कुरा के ध्यान दिनु पर्यो भने यो फिक्स्ड ओभरहेड भोल्युम भेरिएन्सलाई नै डिभाइड गरेर एउटा फिक्स्ड ओभरहेड क्यापेसिटी अर्को फिक्स्ड ओभरहेड इफिसियन्सी भेरिएन्स बनाएको हो नि त भनेपछि त्यो दुईटा जोडिँदाखेरि त्यति नै पुग्नुपर्छ कि पर्दैन त हो त्यो हेर्नु पर्यो किनकि कहिलेकाहीँ एक्जाममा तपाईँलाई यो दुईटा निकालेर अनि यो पनि निकाल्नु पर्ने हुनसक्छ अनि युनिटको रेट चाहिँ नदिएको हुनसक्छ भनेपछि के गर्ने यो दुईटा निकाल्ने जोड दिने यो दुईटा जोड्नु त कति आउँछ त्यही 25,600 नै आउँछ यहाँ पनि 25,600 नै आउँछ ठीक छ भनेपछि यो दुईटा यही ब्रेकडाउन भएर दुईटा भएको हो नि त सो त्यो दुईटा त्यो जोडिँदाखेरि के हुनु पर्यो ठ्याक्कै त्यति पुग्नु पर्यो कसरी यसरी प्रायमा कुन इक्जाममा दिँदाखेरि कि कुनमा पनि मलाई आएको थियो अलिअलि याद छ यस्तै हुन्छ युनिटको रेट चाहिँ दिएको हुँदैन अनि हामी चाहिँ खोजेको हुन्छौँ तर निकाल्ने चाहिँ कसरी हो त आवर्सको रेट दिएको छ भने यो दुईटा निकाल्ने एन्ड देन यसलाई जोड दिने ठीक छ ओके सक्यो यति नै हो भेरिएन्स है अब त्यो बुक हेऱ्यो भने चाहिँ त्यो भएभरको के दिएको छ के दिएको छ थोरै बाँकी छ अब यहाँ जस्तै अब अपरेटिङ स्टेटमेन्ट भनेको चाहिँ अ स्टेटमेन्ट द्याट रिकन्साइल्स बजेटेड एन्ड एक्चुअल प्रॉफिट्स विथ द हेल्प अफ भेरिएन्स अपरेटिङ स्टेटमेन्ट भनेको चाहिँ यसले बजेटेड एक्चुअल प्रॉफिटलाई रिकन्साइल गर्छ हैन बजेटेड प्रॉफिटको थ्रुबाट तपाईं के निकाल्न सक्नुहुन्छ एक्चुअल प्रॉफिट एक्चुअलको प्रॉफिटको थ्रुबाट बजेटेड प्रॉफिट विथ हेल्प अफ के भेरिएन्स त्यसको लागि यो फर्म्याट छ अपरेटिङ स्टेटमेन्ट अन्डर एब्जर्प्सन अर्को हुन्छ अपरेटिङ स्टेटमेन्ट अन्डर मार्जिनल कस्टिङ सो फर्स्टमा के जान्छ बजेटेड प्रॉफिट जान्छ अनि सेल्स भेरिएन्स राख्ने सेल्स प्राइस भेरिएन्स सेल्स भोल्युम यहाँ के जान्छ एब्जर्प्सन कस्टिङ हो भने पछाडि के अब कहिलेकाहीँ क्वेसनमा अब कसरी थाहा पाउने भनेर अड्केर बस्ने हैन सेल्स भोल्युम प्रॉफिट भेरिएन्स छ भने त्यो एब्जर्प्सन कस्टिङ हो कन्ट्रिब्युसन छ भने त्यो के हो मार्जिनल अनि यहाँ फेभरेबल एडभर्स राख्दिने बजेटेड प्रॉफिटको अमाउन्ट यहाँ जान्छ हैन फेभरेबल छ भने प्लसमा एडभर्स छ भने माइनसमा सल्भ गर्दै जाँदाखेरि अब यो दुईटालाई एडजस्ट गरेपछि तपाईको के आउँछ एक्चुअल सेल्स लेस स्ट्यान्डर्ड कस्ट किनकि सेल्स भेरिएन्सलाई एडजस्ट गरिसक्यौं भने पछाडि अब एक्चुअल सेल्स आएको छ कि छैन त एक्चुअल सेल्स लेस स्ट्यान्डर्ड कस्ट
यसमा कस्ट भेरिएन्स फेरि त्यसै नै राखिने हैन सबै अघि जति पनि हेर्यौं नि माथिको फेभरेबल एडभर्स अनि सबै एडजस्ट गरेपछि तपाईको के आउँछ त एक्चुअल प्रॉफिट अब यसलाई अझ यत्रो ब्रेकडाउन गर्नु परेन सिधै बुझ्नलाई के बुझ्नु पर्यो त बजेटेड प्रॉफिट राख्नु भयो अनि त्यसमा फेभरेबल जति जोड दिनु भयो एडभर्स जति घटाइदिनु भयो भने के आउँछ एक्चुअल प्रॉफिट आउँछ यस्तो निकाल्न आउन सक्छ तर एक्जामले कहिले पनि सिधा क्वेशन दिँदैन तपाईलाई एक्चुअल प्रॉफिट दिन्छ अनि मेबी बजेट निकाल भन्न सक्छ अब यो केसमा चाहिँ के गर्नु पर्यो ठ्याक्कै उल्टो फेभरेबललाई के गर्नु पर्यो घटाउनु पर्यो एडभर्सलाई जोड दिनु पर्यो ठीक छ किनकि अब रिभर्स यताबाट माथि जाँदै छौं नि त बजेटेडबाट एक्चुअलमा जाँदै छौं भने चाहिँ नर्मल फेभरेबल जोडिदिने एडभर्स घटाइदिने एक्चुअलबाट बजेटेड निकाल्दै छौं भने चाहिँ फेभरेबललाई घटाइदिने एडभर्सलाई जोड दिने अब मार्जिनल कस्टिङमा चाहिँ अलिकति ब्रेकडाउन गरेको छ बजेटेड कन्ट्रिब्युसन राख्छौं सुरुमा त्यसपछि सेल्स प्राइस भेरिएन्स सेल्स भोल्युम कन्ट्रिब्युसन भेरिएन्स अनि त्यो गरेपछि एक्चुअल सेल्स लेस स्ट्यान्डर्ड भेरिएबल कस्ट आउँछ अनि फेरि यहाँनेरि फर्स्टमा के एडजस्ट गर्छौं भेरिएबल कस्ट भेरिएन्स एडजस्ट गर्छौं हैन मटेरियल पनि भेरिएबल हो लेबर पनि भेरिएबल ओभरहेड त भेरिएबल नै भइहाल्यो एडजस्ट गरेपछि तपाईको के आउँछ एक्चुअल कन्ट्रिब्युसन सो एक्चुअल कन्ट्रिब्युसन निकाल्नु छ भने तपाईले के गर्नुपर्ने रहेछ एक्जाममा बजेटेड कन्ट्रिब्युसन दिएको छ एक्चुअल कन्ट्रिब्युसन निकाल्नु पर्यो भने सेल्स भेरिएन्स एडजस्ट गर्ने अनि भेरिएबल कस्ट भेरिएन्सलाई एडजस्ट गर्दिने एडजस्ट भनेको फेभरेबल जोड दिने एडभर्सलाई घटाउने त्यसरी अब प्रॉफिट चाहिँ कसरी निक्लिन्छ त भन्दाखेरि फिक्स्ड कस्ट अब एक्चुअल फिक्स्ड कस्ट एडजस्ट गर्नु पर्यो त्यसको लागि बजेटेड फिक्स्ड ओभरहेड राख्ने यो त माइनसमै हुन्छ यो त खर्च हो नि त एन्ड फिक्स्ड ओभरहेड एक्सपेन्डिचर भेरिएन्सलाई चाहिँ राख्ने अब यहाँ फेभरेबल छ भने प्लसमा हुन्छ एडभर्स छ भने माइनस यो दुईटा एडजस्ट गरेपछि तपाईको के आउँछ एक्चुअल फिक्स्ड कस्ट अब एक्चुअल कन्ट्रिब्युसनमा एक्चुअल फिक्स्ड कस्ट घटाएपछि तपाईको के आउने भयो त ओके यो माथिकै तानेर आएको हो यो ठीक छ यही आएको एक्चुअल प्रॉफिट आउँछ यति नै हो अपरेटिङ स्टेटमेन्ट भनेको ठीक छ त्यो भनेको जस्ट बजेटेड प्रॉफिटबाट एक्चुअल प्रॉफिट पुग्ने बजेटेड कन्ट्रिब्युसनबाट एक्चुअल कन्ट्रिब्युसन एन्ड देन एक्चुअल प्रॉफिट अब हल्का थ्योरी छ अनि यति नै हो स्ट्यान्डर्ड कस्टिङ ओभरअल सो स्ट्यान्डर्ड कस्ट भनेको चाहिँ के हो त हैन स्ट्यान्डर्ड कस्टिङ त पढ्यौं स्ट्यान्डर्ड कस्ट भनेको चाहिँ इज एन एस्टिमेटेड युनिट कस्ट पर युनिटमा जुन एस्टिमेट गर्नुहुन्छ नि एक युनिटको चाहिँ यति लाग्छ होला भनेर त्यो चाहिँ के हो त सो त्यसलाई बजेटेड स्ट्यान्डर्ड पर युनिटमा चाहिँ स्ट्यान्डर्ड र बजेटेड भनेको सेम हो बजेटेड त्यसमा झुकिनु भएन यसको युज भनेको केको लागि इन्भेन्टरी भ्यालुएसनको लागि गर्न सकियो अर्को एक्ट एज अ कन्ट्रोल डिभाइस तपाईलाई थाहा भयो भेरिएन्स फेभरेबल छ एडभर्स छ अनि त्यसपछि कन्ट्रोल एक्सन्स लिनुहुन्छ नि त अब त्यसलाई सुधार्ने अझै त्यतिकै छोड्दिने हैन त्यो भयो अब स्ट्यान्डर्डको टाइप्स छ यहाँ एउटा आइडियल स्ट्यान्डर्ड अर्को एटेनेबल स्ट्यान्डर्ड करेन्ट स्ट्यान्डर्ड अर्को बेसिक स्ट्यान्डर्ड ठीक छ यसमा एउटा सानो एक्जाम्पल हेरौं जस्तै तपाईले टेलरमा सर्ट सिलाउन दिनुहुन्छ ठीक छ सर्टलाई 2 मिटर कपडा लाग्छ भन्यो अरे हैन ठ्याक्कै 2 मिटर लाग्छ अरे लास्ट इयर तपाईले कति 2.5 मिटर दिनु भएको थियो अरे सिलाउनको लागि हो भनेपछि अब तपाईले त्यो टेलरलाई गएर ठ्याक्कै 2 मिटर कपडा दिनुभयो भने त्यो 2 मिटरमा सर्ट बन्छ कि बन्दैन होला हैन सो आइडियल स्ट्यान्डर्ड भनेको चाहिँ के हो तपाईले गएर त्यसलाई दिनुभयो 2 मिटर अब यसमा सर्ट बना भनेर तर 2 मिटरको त ठ्याक्कै सर्टै बन्ने हो हैन त्यहाँनेरि वेस्टेजको लागि हामीले केही टाइम छोड्दिनु त हैन त्यो कपडामा त काट्नु पर्यो हैन त्यो बाउला कलर सलर के मिलाउँदा त्यो वेस्टेज जान्छ कि जाँदैन त सो वेस्टेजको लागि अलाउन्स छोडेको छ त यो के हो आइडियल स्ट्यान्डर्ड भनेको स्ट्यान्डर्ड सेट एज्युमिङ पर्फेक्ट अपरेटिङ कन्डिसन हैन पर्फेक्ट अपरेटिङ कन्डिसन हुन्छ वेस्टेज पनि हुँदैन आइडियल टाइम पनि हुँदैन एज्युम गरेर जुन दिन्छ नि त्यो के हो आइडियल स्ट्यान्डर्ड जस्तै तपाईलाई मैले भने एउटा दुई मार्क्सको क्वेशन सल्भ गर्न 1.6 मिनेट लाग्छ हैन सल्भ गर्नु अब भनेर एउटा क्वेशन दिए ठ्याक्कै 1.6 मै सकिन्छ त यसले के गर्छ इट डिमोटिभेट्स इम्प्लोइ उले त भन्छ सर पोसिबलै छैन हैन कसरी बनाइदिनु तपाईको कपडामा भनेर अनि यो चाहिँ अब कम्पनीहरुमा चाहिँ त्यही हो तपाईले एउटा स्ट्यान्डर्ड दिनुहुन्छ नि त काम गर्छ त यसै गाली खाइने उसै गाली खाइने बरु कामै गर्दिन भनेर यतिकै बस्छ त्यसपछि तर तपाईले उलाई 2.2 मिटर कपडा दिनु भयो अरे 0.2 चाहिँ केको लागि वेस्टेजको लागि अलाउन्स यो चाहिँ के भयो त तपाईको एटेनेबल स्ट्यान्डर्ड एटेनेबल भनेको सोमहाउ एटेनेबल छ नि त सम अलाउन्स इज केप्ट फर वेस्टेज एन्ड आइडियल टाइम हल्का 2 मिटरको त ठ्याक्कै सर्ट भन्छ हैन त्यो वेस्टेजको लागि कति अलाउन्स छोड्यौं हामीले 0.2
अब त्यसले मोटिभेट गर्छ इम्प्लोयरलाई हैन। टेलरलाई अब वेस्ट गर्नलाई धेरै सामान पनि छैन हैन, ऊ मोटिभेट हुन्छ ओके मैले यति चाहिँ गर्नुपर्ने छ भनेर। अनि जुन काम एटेनेबल छ त्यो गर्न अलिकति मजा पनि आउन थाल्छ। सो करेन्ट स्ट्यान्डर्ड भनेको चाहिँ अ स्ट्यान्डर्ड सेट एज्युमिङ करेन्ट कन्डिसन्स। यो भनेको चाहिँ कस्तो, लास्ट इयर हामीले कति दिएको थियौँ 2.5 मिटरको कप 5 मिटर, त्यो टेलरले पहिलेको पालि पनि सर्ट 2.5 मिटरमै बनाएर दिएको हो कि हामीलाई, अहिले पनि दियो। सो यसले केही पनि मोटिभेसन इफेक्ट पार्छ त हैन। यो भनेको त गरिरहेको काम हो नि त। इट हेज नो इफेक्ट अन इम्प्लोइज मोटिभेसन, किनकि पहिले पनि गरेको अहिले पनि गरेको। जस्तै खाना खाँदा मोटिभेट हुन्छ त कोही मान्छे, खाइरहेको जहिले जहिले हैन। अर्को बेसिक स्ट्यान्डर्ड भनेको चाहिँ अ लङ टर्म स्ट्यान्डर्ड द्याट रिमेन्स फिक्स्ड एन्ड इज युज्ड टु सो ट्रेन्ड्स। इट डिमोटिभेट्स इम्प्लोइ भनेको पहिले नै कम्पनी स्टार्ट हुँदा एउटा स्ट्यान्डर्ड सेट गर्नुभएको थियो, त्यही चलिआएको छ अरे। अब त्यो पहिलेको मान्छेलाई जुन स्ट्यान्डर्ड सेट गर्नुभएको थियो 20 वर्ष 25 वर्ष अगाडिको इम्प्लोइलाई, त्यही स्ट्यान्डर्डकोमा अहिलेको मान्छेले काम गर्न सक्छ त? सक्दैन। सो यसले अभियसली के गर्छ, डिमोटिभेट गर्छ। ठिक छ। सो आइडियल भनेको वेस्टेज एन्ड अलाउन्सको लागि ठाउँै छैन, डिमोटिभेट गर्छ। एटेनेबल भनेको सम अलाउन्स दिएको छ, यसले मोटिभेट गर्छ। करेन्ट स्ट्यान्डर्ड भनेको चाहिँ करेन्ट कन्डिसन अहिलेको वेस्टेज आइडियल टाइमलाई हेरेर दिइन्छ। सो यसले मोटिभेसनमा केही पनि इम्प्याक्ट पारेन। बेसिक भनेको चाहिँ पहिले नैको स्ट्यान्डर्ड तपाईँले अहिलेसम्म दिएर चलाइराख्नु भएको छ एन्ड यसले चाहिँ के गर्छ त, डिमोटिभेट गर्छ। ठिक छ, यति नै हो हैन। योभन्दा धेरै नबुझ्नु, धेरै बुझेर पनि केही पनि हुँदैन। तर एकचोटि सर र बुक हेर्नु छ भने चाहिँ हेर्नु, तर फर्मुला चाहिँ मेरो सजेसन, अब त्यो बाँकी तपाईँहरूको मन हो, यही पढ्ने जाने हैन। त्यस पछाडि भयो। अब जाम यसो किटको क्वेसनमा। केही छ यसमा नबुझेको टपिक भने भन्नु। अब यदि सबै बुझिसक्नु भयो भने चाहिँ किटमा जाम। किटको कति नम्बरबाट छ क्वेसन यसको? पहिले हेरौँ त कतिवटा क्वेसन छ स्ट्यान्डर्ड कोस्टिङको। एउटा 466 बाट रहेछ है, एउटा 467 68 3 4 ए 4टा त रहेछ। लु 4टा हेरौँ, मेबी अहिले नै भ्याइन्छ होला 4टा त। तर तपाईँहरूलाई अहिले कत्रो लङ जस्तो लाग्छ होला है यो 10 मार्क्सको क्वेसन। म सोध्छु अहिले हेर्दाखेरि त्यो के हो जस्तो लाग्छ। त्यो पछि जब 50 मार्क्सको लङ क्वेसन गर्न थाल्नुहुन्छ अनि चाहिँ पहिले म सोध्छु कि, अनि पहिले मलाई पनि सोच्थेँ क्या कति धेरै जस्तो लाग्थ्यो क्या। यति यो सिनारियो छ नि, यति यो पनि कति धेरै जस्तो लाग्थ्यो क्या पढ्नको लागि, एमए पढ्दाखेरि। होइन होइन एमएमै पढ्दाखेरि क्या 50को प्रोफेसनलमा। त्यसबाट स्किल्समा पुग्दाखेरि त्यो 20 मार्क्सको क्वेसन कत्रो लङ लाग्न थाल्छ। प्रोफेसनल पुगेपछि त्यो जुन 50को आउँछ अनि त्यो साइड त ए जस्तो लाग्न थाल्छ। तर त्यस्तो गाह्रो हुँदैन, 50 मार्क्सको पनि छुट्याएको हुन्छ। जस्तै 10 मार्क्सको लागि एउटा छुट्टै सिनारियो दिएको हुन्छ, त्यो पढेर गर्ने। अर्को छुट्टै सिनारियो दिएको हुन्छ। तर प्र्याक्टिस गर्न चाहिँ अल्छी लाग्दो हुन्छ। इक्जाममा त अब पैसा तिरेको हुन्छ, जबरजस्ती मोटिभेसन आइहाल्छ त्यो। ओके, केमा आएको छ यसमा? ओके 466 मा फ्रम द इन्फर्मेसन प्रोभाइडेड क्यालकुलेट। ओके अस्तिदेखि म सिनारियो गइरहेको थिएँ सुरुमा, तर
लङ क्वेसन वा कुनै पनि क्वेसन सल्भ गर्ने टेक्निक भनेको फर्स्टमा जहिले पनि के पढ्ने त भन्दाखेरि रिक्वायरमेन्ट पढ्ने हो एन्ड बल्ल माथिको सिनारियोमा जाने ठिक छ एन्ड रिक्वायरमेन्ट प्रायः जहिले पनि त्यो ब्ल्याक बोल्ड लेटरमा दिएको हुन्छ सो के मागेको छ एकचोटि सर हेर्न सक्यो द एक्चुअल प्राइस पेड पर केजी फर द डाइरेक्ट मेटेरियल अनि अर्को भनेको तपाईँले राइट एन्सर गरेर पनि एन्सर रङ हुन सक्ने भनेको यसले गरेर हो केमा मागेको छ 2 डेसिमल प्लेसमा तपाईँको एन्सर 5.2 आयो भने इक्जाममा त हतार हतारमा कति राखिन्छ 5.2 तर यो रङ हुन्छ यहाँ 0 पनि राख्नु पर्यो 2 डेसिमल प्लेसमा भनेको छ नि कति राख्नु 5.20 5.2 राख्ने बित्तिकै के भयो रङ भयो ठिक छ त्यो एमसिक्यू अलिकति झ्याउ छ कि त्यो सुन्दाखेरि चाहिँ सजिलो जस्तो लाग्छ तर फ्री राइटिङ नै सजिलो हो कि खासमा जे लेखे पनि मार्क्स आउँछ नि त्यसमा त एमसिक्यूमा त अल ओर नथिङ हुन्छ सो अब यसमा यो कम्पनी म्यानुफ्याक्चर्स बल्ब्स द फलोइङ फिगर्स आर अभाइलेबल 500 of kg of direct material were actually purchased okay actual price paid per kg for the direct material standard cost दिएको छ price variance पनि दिएको छ and standard cost of actual purchase पनि दिएको छ ओके एकचोटि यो ट्राई गर्नु तपाईहरुले पनि ओके प्राइस भेरिएन्स को फर्मुला के थियो के एक्चुअल क्वान्टिटी इन्टु बजेटेड रेट माइनस एक्चुअल रेट यही थियो बजेटेड रेट कति छ ओके यहाँनेरि 125 गयो एक्चुअल क्वान्टिटी कति 500 केजी हो इन्टु बजेटेड रेट कति 2 point माइनस एक्चुअल रेट अब 125 सल्भ गर्नु यो 125 डिवाइड बाइ 500 गरौँ कति हुन्छ 0.25 होला 0. equals to 2.25 minus actual rate अब एन्सर सिधै 2 आउँछ होला नि हैन कति आन्सर 2 point कति राख्नु पर्यो 0 यति राइट छ भने आन्सर है अर्को के मागेको छ the standard quantity that should have been used for actual production okay standard quantity मागो यहाँ चाहिँ अब मेबी यहाँ चाहिँ मेटल युजेस भेरिएन्स युज गर्ने होला हैन के थियो फर्मुला एक्चुअल क्वान्टिटी हैन बजेटेड रेट इन्टु क्वान्टिटी माइनस यो कति छ भनेपछि यहाँ माइनस पनि राख्नु पर्यो है 8 वर्ष भनेपछि नत्र रङ हुन्छ फेरि क्याल्कुलेसनै डिफरेन्ट आइदिन्छ -45 बजेट रेट कति यहाँ राखेको थियौँ 2.25 इन्टु स्ट्यान्डर्ड क्वान्टिटी माइनस कति 500 गरौँ यो -45 डिवाइड बाइ 2.25 गरौँ त -20 आउँछ -20 इक्वल्स टु स्ट्यान्डर्ड क्वान्टिटी माइनस 500 अब यो यता जान्छ प्लस हुन्छ 480 यो यता जान्छ कसरी माइनस यो यता जान्छ यो प्लस हुन्छ के हुन्छ त 500 माइनस 20 हुन्छ ठीक छ हो यस्तै मिस्टेक हुन्छ फेरि कति आयो 480 टु द नियरेस्ट होल केजी भनेको छ सो होल नम्बरमै राखिन्छ भयो यो पनि अब नेक्स्ट which of the following is likely to lead to the variance stated above अब माथि भेरिएन्स के छ त मेटल प्राइस मेटल युजेस प्राइस फेभरेबल छ युजेस एडभर्स लोअर क्वालिटी डाइरेक्ट मेटल हैज बीन पर्चेस्ड प्राइस फेभरेबल छ भनेपछि यो हुन सक्छ कि सक्दैन लोअर क्वालिटी को छ भनेपछि लोअर क्वालिटी को कस्ट कम हुन्छ कि बढी कम हुन्छ सो प्राइस कम तिर्नु पर्यो भने फेभरेबल आउँछ कि एडभर्स फेभरेबल चाहिँ आउँछ सो यो मेबी हुन सक्छ है अर्को हायर क्वालिटी डाइरेक्ट मेटल हैज बीन पर्चेस्ड कुन हुन्छ त यहाँनेरि ए किनकि हायर क्वालिटी किनेको भए त खर्च बढी लाग्थ्यो खर्च बढी लाग्ने बित्तिकै
favorable आज. The following graph shows the standard price and standard quantity and the actual and quantity and the actual and price and quantity relating to the direct material for the manufacturers of the bulb. Which areas correctly represents the direct material price variance? So direct material price variance को formula के थियो? Actual quantity minus budgeted minus actual. के त्यस पछाडि हेरौं अब त्यस भयो ग्राफमा सो प्राइस एक्चुअल पनि युज हुन्छ. सो फर्स्टमा त बुझ्नु पर्यो एक्चुअल प्राइस र स्ट्यान्डर्ड प्राइसको डिफरेन्स हो भनेपछि क्वान्टिटी कि स्ट्यान्डर्ड क्वान्टिटी नि के छ त एक्चुअल क्वान्टिटी छ नि त. सो कुन कहाँबाट हेर्नु पर्यो यहाँबाट. ठीक छ. सो यहाँबाट स्टार्ट हुन्छ. सो यसको ग्राफ कुन बन्ने हो त यो दुईटाको डिफरेन्स हो कहाँदेखि यहाँदेखि. सो के भयो त एपी डब्लुजेड एसपी कुन भयो ए. ठीक छ. जस्ट फर्मुलाबाटै भयो कि सक्छ ग्राफ आउँछ नि है फर्मुलाबाट हेर्नु पर्यो. एन्ड अब यदि हामीले यहाँ एक्चुअलको ठाउँमा फर्मुलामा स्ट्यान्डर्ड क्वान्टिटी भएको भए हाम्रो ग्राफ के भन्थ्यो एपी वाइएक्स एसपी. ठीक छ. यहाँसम्म पुग्थ्यो नि त यति एरिया हुन्थ्यो. अहिले त जस्ट यति डीमा द फलोइङ स्प्रेडशीट हैज started to be completed for the direct material with a so where data has been entered standard actual. What will be the formula for material usage variance? Material usage variance को formula के थियो budgeted rate into अब हेर्दै जाम budgeted rate कहाँ छ budgeted rate per kg हो नि त हैन. सो केजी पर युनिट हैन कस्ट पर केजी यहाँ छ. सो कस्ट पर युनिट कुन लिन्छौं एक्चुअल कि बजेट स्ट्यान्डर्ड बजेट भनेपछि हाम्रो के हुन्छ त यहाँ यो स्ट्यान्डर्ड हो यो भनेको बजेटेड हो यो एक्चुअल हो. यसको B4 ओके B4 इन्टु स्ट्यान्डर्ड क्वान्टिटी माइनस एक्चुअल क्वान्टिटी. एक्चुअल क्वान्टिटी कति छ टोटल केजी पर्चेस त्यहाँ छ C5 कि 6 C5 होला C5 ठीक छ. ए टोटल केजी पर्चेस्ड के एक्चुअल हो नि त. सो C5 अब स्ट्यान्डर्ड क्वान्टिटी चाहिँ निकाल्नु पर्यो हैन. स्ट्यान्डर्ड क्वान्टिटी कसरी निकालिन्छ एक्चुअल युनिट इन्टु बजेट क्वान्टिटी. सो एक्चुअल युनिट कति छ C2 इन्टु भनेको कति B3 हैन त. ओके C2 इन्टु यो भयो. अब यसमा चाहिँ हेर्नु पर्यो अब योसँग रिलेटेड वाला कुन छ भनेर. हाम्रो फर्मुलामा नभएको कुरा कुनैमा छ हेर्नु त. हाम्रोमा के छ एकचोटि हेरौँ ल. B4 C2 B3 अर्को के छ C5 C4 छ त हाम्रो फर्मुलामा गयो. C5 B4 छ हाम्रोमा B2 C5 छ C4 कहाँ छ C5 छ B4 छ C2. अब यो फर्मुला चाहिँ यस्तो कसरी बन्यो भन्दाखेरि यस्तो गरेको के मल्टिप्लाई गरेको. अब यो B4
यो म टाइम्स यो गरेको इन्टु माइनस अर्को B4 इन्टु C2 इन्टु त्यही गरे ठिक छ। ओके भयो यो हाम्रो 10 मार्क्स आयो योबाट। यसमा केही छ यता अनलाइनमा? अनलाइनमा थाहै हुँदैन छैन कता सर। हुनुहुन्छ। हजुर छैन भनेको बुझिरहेछ। तपाईँहरू पनि अब फिजिकल आउनु थाल्नुभयो। यहाँ 2 जना आउनु थालिसक्नुभयो। अस्ति 2 जना आउनु भएको थियो, फेरि आउनु छोड्नुभयो। मैले बोलाइदिएको साथी 2 जना आउनु भएको थियो अस्ति र उहाँहरू नै आउनु छोड्नुभयो। सो 467 मा यो अपरेटिङ स्टेटमेन्ट अघि भर्खर देखाएको वाला हैन, बजेट प्रॉफिट दिएको छ, फेभरेबल एडभर्स, एक्चुअल प्रॉफिट। ओके, व्हिच अफ द फलोइङ 3 स्टेटमेन्ट्स आर करेक्ट? के भनेको छ यसमा? विक कंपनी uses standard profit per unit to calculate the sales volume variance, हो कि हैन? प्रॉफिट पर युनिट टु सेल्स भोल्युम भेरिएन्स। अब हेर्नु पर्यो त्यसको लागि। यहाँ सेल्स भोल्युम भेरिएन्स बजेटेड प्रॉफिट, सो यहाँ कन्ट्रिब्युसन कहाँ छ त? छैन भनेपछि यो कुन हो? एब्जर्प्सन कि मार्जिनल कस्टिङ? कन्ट्रिब्युसन हुन्छ नि त मार्जिनलमा त। एब्जर्प्सन हैन, एब्जर्प्सनमा त के हुन्छ? स्ट्यान्डर्ड प्रॉफिट पर युनिटै युज हुन्छ नि त। सो यो के हो? ट्रु भयो। ठिक छ। सो यो फर्मेटबाट हामीले कसरी थाहा पायौँ भन्दाखेरि अब यहाँ कन्ट्रिब्युसन कहीँ पनि छैन नि त। सो एब्जर्प्सन कस्टिङ हो, एब्जर्प्सन कस्टिङमा के युज हुन्छ? स्ट्यान्डर्ड प्रॉफिट पर युनिट। मार्जिनल हुन्थ्यो भने चाहिँ स्ट्यान्डर्ड कन्ट्रिब्युसन पर युनिट युज हुन्थ्यो। द फिक्स्ड ओभरहेड एक्सपेन्डिचर भेरिएन्स इज द सेम फिगर इज द ओभर ओर अन्डर एब्जर्प्सन अफ फिक्स्ड ओभरहेड हो त? होइन हैन, फिक्स्ड ओभरहेड एक्सपेन्डिचर भेरिएन्स छुट्टै कुरा हो, ओभर ओर अन्डर एब्जर्प्सन छुट्टै कुरा हो। विक कम्पनी यसमा आउँदैन, त्यो त अगाडि उसमा हो। यस्तो क्वेसनमा सोध्दैन होला यसमा त, खोइ मैले देखाएको छैन त्यो क्वेसन आन्सरमा। सो विक कम्पनी एब्जर्ब्स फिक्स्ड ओभरहेड्स अन अब त 3टा भनेपछि सिधी सिधी राइट भयो। विक कम्पनी एब्जर्ब्स फिक्स्ड ओभरहेड अन एन आवरली बेसिस। अर्को के छ? द एफिसिएन्सी भेरिएन्स विल अल इदर बी फेभरेबल ओर एडभर्स। त्यही त हो, कि त फेभरेबल हुन्छ कि त एडभर्स हुन्छ। अब बीमा द फलोइङ इन्फर्मेसन इज अभाइलेबल फर विक कम्पनी फर मन्थ 1। बजेटेड फिक्स्ड ओभरहेड दिएको छ, टाइम टु टेक मेक 1 युनिट, एक्चुअल दिएको छ। रिक्वायर्डमा क्यालकुलेट द फिक्स्ड ओभरहेड एक्सपेन्डिचर भेरिएन्स, क्यापेसिटी भेरिएन्स। ल अघि भर्खर कुरा गरेको आयो। यहाँ युनिटको खर्च कहीँ दिएको छ त? छैन। अनि अर्को इफिसिएन्सी भेरिएन्स। ल निकाल्नु त यो एक्सपेन्डिचर भेरिएन्स, अर्को क्यापेसिटी भेरिएन्स, के को? फिक्स्ड ओभरहेडको है।
भयो फिक्स्ड ओभरहेड एक्सपेन्डिचर भेरिएन्स कति आयो फिक्स्ड ओभरहेड एक्सपेन्डिचर त सजिलो थियो सायद सिधै के थियो बजेटेड ओभरहेड माइनस एक्चुअल ओभरहेड बजेटेड ओभरहेड कति छ 20,000 अर्को कति छ 23,000 23 दुईटाको डिफरेन्स कति अब हामीले सोचेको कति थियौँ 20,000 लाग्छ लाग्यो 23,000 यो के भयो एडभर्स भयो एक्सपेन्डिचर भेरिएन्स अब अर्को क्यापेसिटीमा सिएबी एक्चुअल आवर्स माइनस बजेटेड आवर इफिसियन्सीमा इएसए स्ट्यान्डर्ड माइनस बजेटेड अब रेट त सेमै युज हुन्छ होला के स्ट्यान्डर्ड युज हुन्थ्यो होइन कति छ स्ट्यान्डर्ड $10 पर आवर 10 मल्टिप्लाइड बाई यहाँ पनि 10 मल्टिप्लाइड बाई एक्चुअल आवर्स कति छ 2475 माइनस हेलो हजुर
ओके मेरो आवाज आएको थियो कि थिएन थिएन सर। ला छुट्यो त तपाईँहरूको अनि किन नभन्नुभएको मलाई तपाईँलाई म कलमा बोले जस्तो लाग्यो होला तर म पढाइरहेको थिएँ ओके ल म फेरि भनिदिन्छु है तपाईँहरूले भन्नुहुँदो रहेछ म फेरि बोल्छु ल अब हेरौँ कति छ एक्चुअल कति छ आवर्स 2475 आवर्स एन्ड बजेटेड कति छ बजेटेड आवर्स कति छ बजेटेड ओके कति लागिरहेछ 20,000 टु बी एब्जर्भ $8.10 पर आवर एक युनिट बनाउनलाई कति घन्टा लाग्छ 4 घन्टा लाग्ने रहेछ बजेटेडको लागि ओके 20,000 डिभाइड बाई 10 गरेपछि सिधै आइहाल्यो त घन्टाको 10 छ होइन 20,000 डिभाइड बाई 10 गऱ्यो भने कति घन्टा काम भयो है कति 2000 यतापट्टि 2000 यहाँ कति आउँछ 475 भनेको 4,750 फेभरेबल के एडभर्स यो के हो हाम्रो सिएबी 4570 क्यापेसिटी भेरिएन्स फेभरेबल। ए 4750 यहाँनिर कति अब स्ट्यान्डर्ड निकाल्नु पर्यो स्ट्यान्डर्डको लागि के त युनिट चाहिँ एक्चुअल 550 युनिट एन्ड टाइम चाहिँ कति लाग्छ एक युनिटको लागि यो चाहिँ बजेटेड 4 0 5 20 5 20 22 2200 भनेको 200 इन्टु 10 भनेको कति 2000 फेभरेबल के एडभर्स हामीले फेभरेबल भयो यति नै हो केही छ यसमा ESA ओके यहाँ फर्मुला रङ भयो जस्तो छ ESA चाहिँ हो नि त होइन यहाँ त 2475 चाहिँ हुन्छ अब कति हुन्छ 275 2750 अब के हुन्छ 8 वर्ष भयो सीमा is the following statement true or false a favorable fixed overhead capacity its variance is likely to arise if a new machine is bought to replace an unreliable one हो कि होइन होला C को ओके क्यापेसिटीले चाहिँ के भन्छ तपाईँको फुल क्यापेसिटीमा काम भइरहेछ कि छैन त्यो देखाउँछ अर्को इफिसियन्सीले चाहिँ कतिको इफिसियन्ट काम भइरहेछ त्यो देखाउने हो क्या सो फेभरेबल फिक्स्ड ओभरहेड क्यापेसिटी भेरिएन्सले चाहिँ is likely to arise favorable okay if new machine is bought to replace an unreliable okay यो ट्रु हो ठिक छ किनकि अनरिलायबललाई हटाएर न्यू मेसिन किन्नु भयो भने पछाडि त्यसले जति क्यापेसिटी थियो त्योभन्दा बढी काम गर्छ कि गर्दैन त गर्छ त्यसले के ल्याउँछ त फेभरेबल अनि अब कतिवटा क्वेसन छ अझै दुईटा हो ओके एकचोटि सर हेर्नु यो क्वेसनहरुमा केही गाह्रो छ भने पछाडि कन्टिन्यू गरौँ नभए यतिमै सकाइदिउँ दुईटा क्वेसन तपाईहरुलाई पनि त राखिदिनु पर्यो हेर्नु एकचोटि हेर्नु दुईटामा कुनै गरिदिनु पर्ने छ भने पछाडि गरौँ छ म हेरिदिन्छु टोटल प्राइस भेरिएन्स निकाल्न आइहाल्छ युजेस पनि आउँछ अब ग्राफ हेर्नु पनि आउँछ ट्रु अर फल्स भइहाल्यो यसमा के छ ए त्यही भेरिएन्सै त निकाल्ने छ अब सबै ठिक छ अब यो तपाईहरुको काम भयो है दुईटा मैले छोडिदिएँ किनकि मैले सबै गरिदिएँ भने त्यो एन्सर याद गर्ने बानी हुन्छ अनि त्यो एन्सर याद गरेर कामै छैन एसएससीमा केही छ भने सोधौँ नभए अब हामी लास्ट च्याप्टर पर्फर्मेन्स मेजरमेन्ट भोलि गर्छौँ के छ पर्फर्मेन्स मेजरमेन्ट हामी भोलि गर्छौँ त्यस पछाडि अरु कुनै च्याप्टरहरु छ भने मलाई अगाडि नै भनिहाल्नु हैन
किनकि अब फ्राइडे पछाडि त फेरि फेरि केयर लागिहाल्यो होला होइन। सो भोलि के हो? भोलि नै त फ्राइडे हो। भोलि फ्राइडे हो भनेपछि त भोलि त जसरी पनि सकाउनु पर्यो पर्फर्मेन्स मेजरमेन्ट होइन। एकैछिनमा सकिन्छ त्यो। अनि त्यो पर्फर्मेन्स मेजरमेन्ट पनि त्यो त झन् लिङ्क गर्दै 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 बुझ्नुपर्छ, त्यो झन् रमाइलो छ। त्यो 2टा क्लास आइसक्यो, कोही न सब्सक्राइब गर्नु छ न केही, अझै थाहै थिएन अरे। ठिक छ, त्यो युट्युबमा पनि भिडियोहरू आइरहेछ, यो आजको पनि आउँछ, जसको छुटेको छ त्यो हेरौँ भिडियो है। त्यो सबैले हेर्नुहुन्छ भनेरै त्यो राखिदिएको हो। एन्ड त्यही भोलि पर्फर्मेन्स मेजरमेन्ट गर्छौँ। अनि अरू कुनै च्याप्टरको क्वेसन्स गर्नुपर्ने छ वा कुनै च्याप्टर बुझाउनु पर्ने छ भने त्यो पनि भन्दा भयो। अनि ल मैले आजलाई क्लास इन गरिदिएँ, यति नै। थ्याङ्क यू एभ्री वान।